ल है गाइस, आज चाहिँ हामी पढेको पहिलाको हाम्रो स्कुलमा आइपुग्यो धेरै वर्षपछि होइन। धेरै वर्षपछि आइपुग्यो। लगभग 2066 सालतिर हामी यहाँबाट निस्किएको। अहिले 66 भनेपछि भइसकेछ 15-17 वर्षै भइसकेछ होइन। हाम्रो पारामा चाहिँ एसएलसी भन्ने थियो के अरे, अहिले त एसइई हो कि के मसान भन्छ होइन। हामीले चाहिँ यही स्कुलबाट दिएको पहिला हाम्रो जमानामासम्म एसएलसी भन्ने थियो, अहिले त एसई अरे। हामी पहिला पढेको हाम्रो स्कुल अहिले त यस्तो यस्तो भवनहरू नि बनेछ होइन। पहिला त हामी पढ्दा त पुरानो भनौँ न, पुरानो खालको थियो। अहिले त यस्तो भएछ होइन। धेरै वर्षपछि आफू पढेको स्कुलमा आइयो। अहिले चाहिँ जे होस् भवनहरू चाहिँ नयाँ नयाँ बनेको रहेछ होइन। यता चाहिँ राम्रै बनेको रहेछ। पहिला हामी पढ्दाखेरि त सायद यही होला, यस्तै होला। 1 देखि 10 सम्म थियो। हामीले नि एसएलसी यहीबाट दिएको। ऊ जमानामा त एसएलसी भन्थ्यो, अहिले चाहिँ एसई भन्थ्यो। पहिला 9, 10 क्लास यहीँ थियो, यहीँ तल थियो। अहिले चाहिँ यस्तो भएछ गाइस। हामी यहाँबाट एसएलसी दिने मान्छे चाहिँ यता है। 8 विषय हुन्थ्यो, 8 विषयमा 12 विषय लागेर एसएलसी पास गरेको हामीले यही स्कुलबाट गाइस। ल, आज चाहिँ स्कुल भिजिट गरियो धेरै वर्षपछि। स्कुलको नाम चाहिँ यता है, पार्वती माध्यमिक विद्यालय भिमाद 4 धवादी तनहुँ। स्थापना चाहिँ 2034 साल। ल गाइस।